व्रत थियो, कीर्तन थियो, सबै कुरो भइरहेको थियो। अलोक निरञ्जन भन्नुभयो, जोगीजीले भिक्षा माग्नुभयो। भिक्षा मागिसकेपछि अब बुहारीले के गर्ने? संस्कारी बुहारी रहेछन्, सम्पूर्ण कुरा बुझेको रहेछन्। हो आज को आउनु त साधु सन्त आउनुभयो, आज एकादशीको दिन हो मैले दान गर्न पाएँ भनेर आफ्नो भण्डारामा जानुभयो। भण्डारामा गएर चामल आफ्नो सकेको कुराहरू ल्याएर यसो दिन लानु भएको थियो। दिन मात्रै ठक्क हाल्न लाउनु भएको थियो। माथिबाट पण्डितजीले चाहिँ हेरिरहेका रहेछन्, ससुराले हेरिरहेका रहेछन्। ए पक 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 त्यो ढुइँडा नदे 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 भनिदिनु भयो। हेर्नुहोस्, अब बुहारी भर्खर बिहे गरेर आएकी छिन्, घरकी बुहारी ससुराल नदे भन्दा दिन पाइयो? अहिले पो ससुराललाई पेल्छन् त, पहिला कति गाह्रो थियो होइन त? बिहान उठ्न पर्थ्यो, सारा पोछा सारा दुनियाँ गर्नु पर्थ्यो। अहिले बोल्नु सबै अहिले पर्छ, अहिले त फर्क एक बाल्टी पानी हाल्थ्यो, नभए ए काम गर्ने गर्छ भन्दै हो कि? अब है नगर कहिले गर्न मिल्दैन, नगर दान नगर, त्यसलाई दान नगर भनिसकेपछि ओहो। अनि बुहारीले के भनिन्छन् त्यो बेला भन्दाखेरि, हे महाराज, हजुरलाई दिन मन थियो तर यो घरमा बासी भात खाँदा रहेछन्, यो घरमा बासी भात खानु हुँदो रहेछ, प्रभु मलाई क्षमा पाऊ भनिदिनु भयो। पण्डित अत्यन्त विद्वान थिए। पण्डितले सर्लक्क तल आए, तल आएर बुहारीलाई गुरु थापेछन्। गुरु बुझे क्या उनले? बुहारीलाई नै गुरु थाप्नु भएको छ। ओहो, म आजसम्म यत्रो पण्डित भएर हिँडेको, मैले केही कुरा जानेको रहेनछु। बुहारी भगवानले के भन्नुभयो? 24 गुरु थाप्नु भएको होइन हो? त्यस कारणले तिमी आज मेरो मबाट गुरु भयो, तिमी मेरो आजबाट गुरु भयो भनेर गुरुको मानेर के कुरा भयो त भन्दाखेरि, तिमीले जुन शब्द भन्यौ त्यो शब्द अत्यन्त गहिरो छ। किन भन्दाखेरि हो, पूर्वजन्मको संस्कारले गर्दाखेरि आज म यो अवस्थामा छु। आज मैले दान पुण्य कुनै पनि कर्महरू गरिनँ भने भोलि मैले कहाँबाट पाउँछु भन्न खोजेको बासी बात आयो क्या? हिजोको संस्कार आज पाइरहेको छौँ हामीले। हिजोको जे गर्नुपर्ने कर्म गरेको हुनाले आज तपाईँ हामी यत्तिको भएको हेर्नुहोस्, नत्र हुन पाइँदैन। त्यहाँमाथि ब्राह्मणमा सद् आचरण सद्बुद्धि भयो। त्यतिकै भयो, समय बित्दै गइसकेको थियो। भयो अब अर्को एउटा